राप र तापका अगाडि जे बोले पनि हुने, जे गरे पनि हुने, राजनीति भस्म खरानी हुनेछ। मलाई विश्वास छ हामी चाँडै नै झुट, छल, कपट, डकैती, भ्रष्टाचार, बेइमानी राजनीतिको मलामी जान पाउनेछौँ। जनतामाथिको छल र बेइमानीलाई लोकतन्त्रको खोल ओढेर सधैँ झुक्काइरहन कहाँ पाइन्छ र लोकतन्त्र कस्तो हुन्छ र कस्तो हुनुपर्छ भन्ने कुरा मेरो पुस्तालाई थोरै र आउने पुस्तालाई थोरै थाहा छ। गाता राम्रो हाल्दैमा पुस्तक खदिलो हुँदैन र खदिलो पुस्तकलाई गाता राम्रो चाहिँदैन। मलाई यो पुस्ता, हाम्रो पुस्ता र हामी पछि हुर्कदै गरेको पुस्तामा विश्वास छ। त्यसैले होशियार सरकार, अझै तिमीहरूको व्यतीति भ्रष्टाचारले चरम सीमा नाग्दै गयो भने पक्का एक दिन खरानी हुने निश्चित छौ। कुरा यति मात्रै हो, खरानी हुने समय अहिले कि भोलि। तिमीहरूको उल्टो दिनगन्ती सुरु भइसकेको छ, बाँकी तिमीहरूको विचार। धन्यवाद।